नमस्कार दर्शक यतिखेर हेरिराख्नु भएको छ युटिभी नेपाल। यतिखेर हामी भिरकुटी मण्डपको परिसर छेउछाउमा छौँ र तपाईहरुलाई थाहा नै छ एमालेको यहाँ आफ्नै पार्टीगत रूपमा चुनावी माहौल चलिराखेको छ र सम्पूर्ण यो पार्टीका व्यक्ति तपाईलाई यो दावेदार व्यक्ति र यो चुनावी माहौलमा उठिरहेका व्यक्तिहरू सम्पूर्ण जनाको उपस्थिति छ र एकदम नै 20,000 भन्दा पनि बढी क्राउड छ। हिजो पनि हेर्न सक्नु भएको छ। यो क्षेत्रलाई सुरक्षित रूपले नेपाल प्रहरी तथा ट्राफिक कार्यालयहरूबाट सुरक्षित रूपले एउटा ठाउँमा राखिदिएको छ र हामी यो माहौलको केही दृश्यहरू क्याप्चर गरिराखेको थियौँ। यहाँ आज चुनाव भइराखेको छ। सम्पूर्णलाई यो कुराहरू राख्दैखेरि अहिले लीलानाथ श्रेष्ठजी त तपाईलाई मध्य प्रदेशको इन्चार्ज पनि हुनुहुन्छ, तर कतै कतै कदापि जसरी अहिलेको चुनावी माहौलमा उहाँलाई सपोर्ट र सहयोग गर्न उहाँको जिल्लाबाट कतिको व्यक्तिहरू आउनु भएको छ, कतिको यहाँ दावेदारी चलिरहेछ, कतिपय कुराहरू सुन्नमा आइरहेछ, कतिले खुट्टा तान्न पनि गरिराखेको छ। होइन उहाँलाई अग्रसरमा ल्याउनुपर्छ र कतिको भनाइ छ होइन यो उचित होइन, के कुरा यसको बारेमा प्रश्न पारिदिनु पर्यो कि यस्तो छ। अब हजुरको के छ भन्दा नि उयो खुट्टा तानेर पनि तानिँदैन। उहाँ भनेको एउटा विकास प्रेमी नेता हुनुहुन्छ, मध्य प्रदेश इन्चार्ज पनि हुनुहुन्छ र अब विगतको चुनावमा स्थानीय चुनावमा हाम्रो सिरा जिल्लामा चाहिँ तपाईँको स्थानीय तहमा चाहिँ 9वटा पालिका जिताउनु पर्छ उहाँले। होइन त्यो भनेको नट अ जोक है, एकदमै ठुलो कुरो हो। अब पार्टीले पनि उहाँको मूल्याङ्कन गरेर नि एउटा मध्य प्रदेशको जिम्मेवारी दिनु भएको छ र उहाँले नि एकदमै विकास प्रेमी नेता हुनुहुन्छ। उहाँलाई चाहिँ खुट्टा तानिने चाहिँ अब यो चाहिँ भन्छ नि एउटा इम्पोसिबल हो, छैन। उहाँ चाहिँ आउनुहुन्छ। तपाईको विचारमा अहिलेको चुनावी माहौलदेखि लिएर जनताको एकदम विश्वास प्रेमी व्यक्ति हुनुहुन्छ, उहाँ अग्रसरता हुनुपर्छ, त्यही तपाईको ढुक्क छौँ हामी। अरू केही भन्न चाहनुहुन्छ अहिले चुनावी माहौलमा उहाँ जुन रूपले अहिले कसरी अग्रसर आइराख्नुमा चाहिँ के छ भन्ने कुरा? होइन सबै कुरो एकदमै अब राम्रो छ। पार्टीमा चाहिँ चुनाव हुन जरुरी छ, चाहे अब त्यो दुईजना लडे पनि एकजना हार्ने एकजना जित्ने त्यो तपाईँको त्यो अस्वाभाविक कुरो हो, तर यो चुनाव हुन जरुरी थियो होइन। अब हाम्रोलाई होइन राम्रोलाई ल्याउनु पर्यो। एकदम सही कुरा। तर उहाँमा के छ विशेष एकदमै विशेष छ उहाँमा। उहाँ तपाईँको उपसभापति पनि भइसक्नु भएको, त्यो पनि धेरै पहिले। अब यसै गरी मानिने पनि 2 चोटि भइसक्नु भएको व्यक्ति, प्रचण्डलाई हराएको व्यक्ति भन्दा पनि फरक पर्दैन। प्रचण्डले चाल झेल गरेर धान्धली गरेर कमरेड प्रचण्ड जित्नुभयो। उहाँको जित सुनिश्चित भए तापनि काउन्टिङ बन्द गरेर जाल झेल गरेर उहाँलाई हराउनु भएको। तर आफ्नै पार्टीले त अहिले नपत्याए जस्तो देखियो नि त। यस्तो हो कि पार्टीले नपत्याएको भन्न मिल्दैन। पार्टीलाई आफूभन्दा सिनियर व्यक्तिहरूलाई ठाउँ दिन जरुरी छ, त्यही भएर उहाँले छोड्नु भयो भनौँ न। तपाईको विचारमा उहाँले चाहिँ अब माथिल्लो माया पनि जान सक्नुहुन्थ्यो, तर उहाँले एउटा अब सिनियरको हिसाबले एउटा पार्टीमा कहिले पनि विद्रोह गर्नुहुन्न, पार्टीमा मिलाएरै सबैलाई जानुपर्छ। त्यही भएर उहाँ चाहिँ अहिले अब केन्द्र कमिटीको उम्मेदवार हुनुहुन्छ। उहाँको र तपाईहरु उहाँको निकट व्यक्ति हुनुहुन्छ, के लाग्छ अबको आउने समयमा उहाँले पार्टीलाई त्यो लेभलको स्पेस पाउँछ र विशेष त्यो भनिदिनु पर्यो? पार्टीले उहाँको मूल्याङ्कन गर्नुहुन्छ। अहिलेसम्म त नगरेको जस्तै बाबारे, अनि मूल्याङ्कन गरेर त उहाँलाई मध्य प्रदेशको इन्चार्ज बनाए नि। के पार्टीले मूल्याङ्कन गरेछन् उहाँलाई? गरेको, तर उहाँ त त्यो भन्दा पनि माथि उठ्ने व्यक्ति हो नि त। हो, तर समय परिस्थिति एउटा मेरो बाजेले भन्नुहुन्थ्यो कि धीरबै रहनु विपत्ति सहनु कस्तै परे तापनि, त्यही भएर उहाँ धैर्य गर्नुहुन्छ। के भयो त माथि गएर काम गर्नु र एउटा तल काम गर्नुमा एउटा पार्टीको लागि काम गर्नु, जनताको सेवा गर्नु पर्यो कि माथि गएर के भयो त? तर अरू पार्टीमा भयो भने उहाँले त एउटा ठुलै स्पेस जसरी तपाईहरुले जुन पुष्टि गर्नु भएको छ अरू पार्टीको लिडरहरुसँग उहाँ दावेदार भएर जितेर आएको मान्छे कुरा आउँदाखेरि उहाँले त राम्रो स्पेस पाउनु पर्यो कि पार्टीले नपत्याएको देखिन्छ। म फेरि पनि भन्न चाहन्छु है, धीरबै रहनु विपत्ति सहनु कस्तै परे तापनि उहाँले धैर्य गर्नुभयो।
पार्टीले उहाँलाई मूल्याङ्कन गरेर मध्य प्रदेशको इन्चार्ज बनाउनु भएको छ। अब के जलपात त्यसलाई दिने इन्चार्ज उहाँको मूल्याङ्कन भएर दिएको नि त उहाँलाई। त्यतिमा उहाँ सन्तुष्ट हुनुहुन्छ? होइन, पार्टीले पनि उहाँको बारेमा केही सोच्नु भयो होला नि। अब कहिले? अब बिस्तारै हुन्छ नि त, के धरेर नगर्ने? धैर्यता त गर्नुपर्छ, तर उहाँको मूल्याङ्कन तपाईँहरूले झगडा गरेर हुन्छ? तपाईँहरूले पुष्टि गरे अनुसार त त्यो पार्ट त होइन नि त। यस्तो हो कि एउटा पार्टीमा तपाईँको चाहे म नेपाल खेलकुद महासङ्घको मध्य प्रदेश उपाध्यक्ष, म पहिले चाहिँ म है एक कार्यकाल चाहिँ म चाहिँ हजुरको उपसचिव भएर काम गरेँ। दोस्रो कार्यकाल चाहिँ म प्रमोसन हुन्छ कि डिमोसन हुन्छ, म त तल गएँ नि त। फेरि म चाहिँ अब कोषाध्यक्ष भएर काम गरेँ म। किन त सङ्गठनलाई बलियो बनाउनु छ, भाग खोजेर हुँदैन। म 2 कार्यकाल तपाईँको जिल्लामा पहिले माथि त्यसपछि तल बसेर पार्टीले त्यही कारणले गर्दा त्यही कुरा राख्दाखेरि जुन अनुसारले दावेदारी उहाँको भन्नुभयो त्यही कारणले गर्दा पार्टीले त्यो कुरालाई मलाई तपाईँले राख्नुभएको कुरा दुइटै छ, ठिकै छ, एकदम खुसी लाग्यो यो कुराको दावेदारी राख्नुभएको छ। तर मैले भने पार्टीले नपत्याएको पार्ट मात्रै त्यसलाई भन्न मिल्दैन, यो कुरा तपाईँ नगर्नुहोस्। पार्टीले पत्याएर उहाँलाई मध्य प्रदेशको इन्चार्ज दिनुभयो, के सानो कुरो हो? अहिले केन्द्रीय सदस्यमा उहाँ हुनुहुन्छ होइन, तर केन्द्रीय सदस्यमा खुल्ला पदको लागि दावेदारी दिनुभएको छ। ढुक्क हुनुहोस्, 100% उहाँ नै हो। ढुक्क हुनुहोस्। धन्यवाद निशेषजी, निर्यात श्रेष्ठको बारेमा तपाईँले यसरी मजाले विस्तृतमा तितो मिठो गरेर जे यथार्थ ल्याउन खोज्नुभयो र हामीले यो मिडिया मार्फत अगाडि बढाइदियो। खुसी लाग्यो तपाईँलाई आफ्नो 2 शब्द राखिदिनु भयो। केही यो चुनावी माहौल र यो बारेमा केही भन्न चाहनुहुन्छ नि, 2 शब्द राख्न सक्नुहुन्छ? हामी अब यो एउटै परिवार हौँ। अब उहाँहरू अब अध्यक्षहरू पनि लड्नु भएको छ, उपाध्यक्ष लड्नु भएको छ, अब महासचिव होइन, हजुरको त्यो सचिवजीहरू सबैलाई जितको शुभकामना छ। पार्टी एउटै हो, हामी छन् एउटै परिवारको मान्छे। अब दाजुभाइ त घरमा मिल्दैन, अंशबन्डा गर्छ भने यो त यसलाई चाहिँ अब ठुलो रूप नलिउँ। एउटा चुनाव हुन जरुरी थियो। म चाहिँ अब के भन्न चाहन्छु भने अब हाम्रो होइन, अब राम्रोलाई ल्याउनु पर्यो। सबैलाई जितको शुभकामना छ। धन्यवाद। धन्यवाद, थ्याङ्क यू सो मच। धन्यवाद निशेषजी, तपाईँले आफ्नो समय दिनुभएकोमा। हाम्रो साथमा एकजना अझै व्यक्ति हुनुहुन्छ, उहाँले रघुवीर महाशेठज्यूको उपमहासचिवको पदमा अधिक मतले विजय पारौँ भनेर झुन्ड्याइराख्नु भएको छ। उहाँको परिचय दिँदै रघुवीर महाशेठजी आउनुपर्छ भन्ने किन सोच भन्ने कुरा पनि राखिदिनु भन्छु। नमस्कार, धन्यवाद। म धनुषा जिल्ला बटेश्वर गाउँपालिका रञ्जित कुमार लामा मेरो नाम। म लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ केन्द्रीय सदस्य र हाम्रो धनुषा जिल्ला क्षेत्र 4बाट निर्वाचित रघुवीर महाशेठ नेकपा एमालेको 11औं राष्ट्रिय महाधिवेशनको उपमहासचिवको पदमा उम्मेदवारी दिनुभएको छ र वास्तवमा यो उम्मेदवारी देश र पार्टीको हितमै छ र उहाँ एकदमै विकास प्रेमी नेता पनि हुनुहुन्छ रघुवीर महाशेठज्यू र उहाँको कार्यकालमा भौतिक पूर्वाधार यातायात मन्त्री पनि उहाँ हुनुभएको थियो र पूर्व उप प्रधानमन्त्री पनि हुनुभएको थियो र परराष्ट्र मन्त्री पनि हुनुभएको थियो र यो कार्यकालमा उहाँले गर्नुभएको विकासको कुराहरू ऐतिहासिक र प्रेरणादायक पनि छ र म चाहन्छु यो अधिवेशन नेकपा एमालेको यो अधिवेशनले देशभरमा एउटा यस्तो मेसेज जाओस् कि वास्तवमा नेकपा एमाले एउटा सङ्गठनको हिसाबले हैन एउटा चुस्त दुरुस्त पार्टी हो र यसमा अनुशासन छ, यसमा गतिशीलता छ, यसमा राष्ट्रप्रतिको प्रेम भाव छ, सद्भाव छ र हामी सबै मिलेर यो राष्ट्रलाई चाहिँ बनाउनु पर्छ भन्ने नेकपा एमालेको यो राष्ट्रिय 11औं अधिवेशनले चाहिँ यो मेसेज दिनुपर्छ जस्तो लाग्छ मलाई। तपाईँले नेकपा एमाले पार्टीको समग्रमा भन्दाखेरि एकदम नै खुसी कुरा लाग्यो, यसलाई जसरी सहकारी गर्नुभएको छ। अहिले रघुवीर महाशेठज्यूको उप महासचिवमा जुन दावेदारी दिनुभएको छ योमा कस्तो माहौल देखिरहेछ? आजको जुन भोटिङ भइरहेछ चुनावी माहौल अनुसार थोरै प्रश्न
एकदमै रघुवीर महाशेठज्यूको पक्षमा देशव्यापी रूपमा जति पनि हाम्रो सातै प्रदेशबाट आउनुभएका हाम्रो कमरेडहरूले चाहिँ उहाँप्रति एकदमै सकारात्मक कुरा राख्नु भएको छ किनभने रघुवीर महाशेठ अत्यन्तै एउटा शालीन एउटा भद्र एउटा विकासप्रेमी नेता हो र हामीले उहाँलाई उपमहासचिवमा जिताउनुपर्छ भनेर अहिले आउनुभएका हाम्रो आदरणीय कमरेडहरूको चाहिँ त्यो भनाइ छ। धन्यवाद। के आनन्द प्रसाद पोखरेलजीको उपमहासचिवमा पदको उम्मेदवार लिएर हिँड्नु त्यसको बारेमा भनिदिनु पर्यो के विशेषले तपाईँ त्योमा के कसरी समर्थन छ? म त आजीवन एमाले हो। यो ईश्वर पोखरेलले पनि एमालेमा आफ्नो विचार प्रकट गर्न पाउनुहुन्छ, केपी शर्मा ओलीले पनि पाउनुहुन्छ। म आजीवन एमाले हो। म त्यति भन्छु, अरू कुरा मलाई पिसाब लागेको छ। म धन्यवाद। आन्तरिक यो चुनाव हो, यसलाई हामीले ठुलो यसलाई विवादको कुराहरू उठाउनु मिल्दैन किनभने यो सबै कमरेडहरू हाम्रो नेपाल कम्युनिस्ट पार्टीको सिद्धान्तलाई र यो मार्क्सवाद लेनिनवाद यो जब जबको सिद्धान्तलाई अगाडि बढाएको त्यो जब जबको सिद्धान्त भनेको यो देशलाई सुख समृद्धि र शान्ति कायम गर्ने सिद्धान्त हो। त्यसले गर्दाखेरि हामी समग्र यो नेपाल कम्युनिस्ट पार्टीको सिद्धान्त भनेको नै यो देशलाई समृद्धिप्रति अगाडि लाने कुरा हो। त्यसले गर्दाखेरि जुनै किसिमको यो पद्धतिबाट यो महाधिवेशनले गरेको नेतृत्व तय गर्छ त्यो कम्युनिस्ट पार्टीको मूलधार हुन्छ, त्यसलाई नै हामी अगाडि लिएर जान्छौँ। अहिले बिचमा बसेर हामीले यो पार्टी त्यो पार्टी यो धार त्यो धार भन्ने कुरा होइन। यो धार आफ्नो आफ्नो विचार सबै ठाउँ हुनसक्छ तर सबै यो मूलधार भनेको चाहिँ के हो? नेपाल कम्युनिस्ट पार्टी नेकपाले जबजको सिद्धान्त हो। यसलाई नै प्रयत्न गर्ने भित्रीमा पनि कसलाई कुन अनुसारले स्पेस दिने भन्ने कुराको लागि चुनावी माहौल क्रिएट। यसमा म अहिले नगर कमिटीको अध्यक्षको नाताले म मधेस प्रदेशलाई म बिलोङ्स गर्छु। मधेस प्रदेशको नाताले गर्दाखेरि चाहिँ म के चाहन्छु भनेदेखि मेरो व्यक्तिगत कुरा हुनु गर्दा चाहिँ सबैले आफ्नो केन्द्रमा आफ्नो आफ्नो व्यक्तित्व पुगोस् र त्यसले सही नेतृत्व पाओस् र जिम्मेवारी पाओस् भन्ने पहल गर्छ। म चाहिँ मेरो जिल्लाको हिसाबले हरिउप्रति इन्चार्ज हुनुहुन्छ, उहाँले जित्नै पर्छ र यो त्यसले उहाँले नेतृत्व पाउनुपर्छ र यो कम्युनिस्टको एउटा सिद्धान्तलाई अगाडि बढाउने एउटा जमर्को गर्छ। उहाँले एउटा इज्जत एउटा बोक्नु सक्ने मान्छे, उहाँले त्यो नेतृत्व छान्नु सक्ने मान्छे हो र प्रदेश कमिटीको आधारमा हेऱ्यो भने प्रदेशलाई मधेस प्रदेशलाई हेर्ने भने लीलानाथ श्रेष्ठजी दाई उहाँ कमरेडलाई कुनै पनि हालतमा काट्नु मिल्दैन, उहाँलाई अत्याधिक बहुमतले जिताउनुपर्छ र उहाँले एउटा पार्टीमा यति ठुलो समर्पण यति ठुलो त्याग र यति सेक्रिफाइस गरेको छ। हिजो पार्टीमा एउटा पार्टीले यो देशलाई विधान दिने चुनाव हुँदाखेरि संविधानको चुनाव हुँदाखेरि पनि पार्टीले गतमा मिलाउनु पर्यो। उसले आफूले जितेको जितलाई पनि हार स्वीकार गरेर पार्टीलाई एकता बनाएर र यो देशलाई नै संविधान लेख्नलाई ठुलो महत्त्व पुर्याएको छ। त्यो मूल्याङ्कन गरेर उहाँले अहिले के अरे मध्य प्रदेशको इन्चार्ज हुनुहुन्छ। अझ योभन्दा माथि उहाँले नेतृत्व सम्हाल्ने ताकत र क्षमता भएको व्यक्तित्व हुनुहुन्छ। उहाँलाई अझै योभन्दा माथि अत्याधिक बहुमतले जिताएर उहाँलाई चाहिँ नेतृत्वमा पुर्याउनु पर्ने हाम्रो अभियान हो। लीलानाथ श्रेष्ठजीले आफ्नो जुन क्षेत्रमा दिनुभएको योगदान त्यो पार्टीले कतिको स्वीकार गरिरहेछ, कुन त्यो लेभलको उहाँले मतलब पाउनु भएको स्पेस कतिको त्यो छ र साथसाथै हरि उप्रेतीजीले जुन गर्नुभएको छ योगदान त्यो बारे हल्का ब्रिफमा तपाईँ यो के हुन्छ भने तपाईँको हरि उप्रेती जुन पूर्व रक्षा मन्त्री हुनुहुन्छ नि अहिले सर्लाही जिल्लाको इन्चार्ज हुनुहुन्छ, उहाँ यस्तो किसिमको कम्युनिस्टको मान्छे हो, व्यक्तित्व हो र इमान्दार नेता हो कि उहाँ रक्षा मन्त्री भएर पनि सर्लाही जिल्लाको हरेक गाउँ-गाउँमा टोलमा घर-घरमा गएर उहाँले नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेको हरेक कार्यक्रमलाई सम्बोधन गर्नुहुन्छ। त्यो के हो भने जबजको सिद्धान्त के हो भनेदेखि जनताको बहुदलीय जनवाद भनेको जनताको घर दैलोबाट उठ्नुपर्छ भन्ने सिद्धान्त लिएर गएर सानो सानो कार्यक्रमले सम्बोधन गरेर उसले अगाडि बढिरहेछ, त्यसलाई नेतृत्व दिइरहेछ भनेदेखि लीला कमरेड हुनुहुन्छ। उहाँले यो पार्टीलाई यति ठुलो योगदान दियो, पार्टीको लाइनमा बसेर काम गर्नु, उहाँ कहिले विचलित हुनु भएन, उहाँ कहिले पनि उहाँनिर पार्टी दिई तर्सित भने उहाँ पार्टीको सङ्गठनमा बसेर काम गर्नुभयो, सङ्गठनले गरेको निर्णयलाई अप्यारै गरेर सम्झेर बस्नुभएको छ। उहाँको नेतृत्व उहाँले दिएको योगदान अझै पार्टीले मूल्याङ्कन गर्न सकिरहेको छैन, उहाँलाई अझै मूल्याङ्कन गरेर योभन्दा माथि उच्च स्थानमा लानुपर्छ भन्ने मेरो अनुरोध छ। उहाँलाई हरि उप्रेतीजीको उहाँकै जिल्लामा गएर पनि बुझ्दाखेरि एउटा न्यायवाद एकदम सोच भिजन राम्रो भएको व्यक्ति र पटक पटक पार्टीबाट एउटा जिम्मेवारी पनि दिँदाखेरि पटक पटक रक्षा मन्त्री भइसक्नु भएको व्यक्ति हो। सो पार्टीमा उहाँले त्यो उच्च स्तर लेभलले उहाँले स्पेस पाएको देखिन्न टाइपको कुरो आउँछ र त्यो अनुसार सन्तुष्टिजनक छैन। यसको बारेमा के भन्न चाहनुहुन्छ किनभने तपाईँ पनि त त्यहाँ हाम्रो निकटको व्यक्ति देख्नु भएको छ। यो कुरामा चाहिँ उहाँ धेरै सन्तुष्टि हुनुहुन्छ। पार्टीले दिएको जिम्मेवारी उहाँ लगनशील भएर काम गर्नुभएको छ, दिएको जिम्मेवारी उहाँनिर गर्वसाथ र एउटा खुसियाली साथ
पार्टीले दिएको जिम्मेवारी कुनै किसिमको उहाँलाई दुःखमन छैन। उहाँले जे जति पाउनुपर्छ पार्टीको तर्फबाट पाउनुभएको छ। अझ यही ताली इमान्दारसाथले उहाँ राखिदियो भने योभन्दा माथि स्थानमा जान सक्नुहुन्छ। उहाँले अझै ठुलो योभन्दा ठुलो नेतृत्व कायम गर्न सक्ने ताकत छ उहाँसँग। अहिलेको माहौल चुनावी माहौलमा जुन उहाँको हुडिङ उहाँको नाम पटक पटक आइराखेको छ, के देखिन्छ यो चुनावले उहाँको कस्तो छ झुकाउ यो? उहाँ अहिले केन्द्रीय सदस्यमा उहाँको उम्मेदवारी छ। उहाँ अत्याधिक बहुमतले विजय हुनुहुन्छ र त्यो विजयको मूल्याङ्कन पार्टीले गर्नुहुन्छ र त्यसपछि आउने अब चुनावमा पार्टीले नेतृत्व बाँडफाँड गर्दाखेरि उहाँलाई सही नेतृत्व दिन्छ भन्ने ठुलो अपेक्षा राखेको छ। हामीले पार्टीलाई पनि यो कुरामा सचेत गराउँछौँ, आह्वान गर्छौँ। हामी उहाँलाई सुझाव दिन चाहन्छौँ। यी दुईटा व्यक्ति हाम्रो मध्य प्रदेशको लागि एकदम अपरिहार्य व्यक्ति हो। उहाँहरूलाई नेतृत्व र जिम्मेवारीभन्दा बाहिर राख्नु मिल्दैन र पार्टीलाई पनि म यो नगर कमिटीको हैसियतको नाताले आह्वान गर्छु र अनुमोदन गर्न चाहन्छु। उहाँहरूलाई सिफारिस गर्न चाहन्छु। उहाँहरूलाई सही जिम्मेवारीमा दिएर अझ पार्टीलाई दोहोरो बनाउनलाई मध्य प्रदेशको लागि उहाँहरूलाई जिम्मेवारी दिनुपर्छ भन्ने आह्वान गर्न चाहन्छु। धन्यवाद। थ्याङ्क यू।